हेलो एभ्रिवान, आज चाहिँ हामी पल्लो डाँडाबाट यहाँ डाँडासम्म हिँडेर आइसक्यौँ। धेरै लामो यात्रा गरिसक्यौँ हामीले। र म यहाँ हाम्रो दुईटा छोरीहरू हुनुहुन्छ हैन, मेरो साथमा। गाह्रो छ यहाँनिर हिँड्नलाई, गाह्रो, एकदम गाह्रो। यहाँनिर बारी घरहरू एकदम एउटा जङ्गल एकदम कटिसकेपछि हामी ठ्याक्कै तपाईँले देखेको यो पल्लो डाँडाबाट यहाँसम्म आएको हो। हामी हिँड्दैछौँ, रेगुलर हिँड्दैछौँ। हामी सायद हिँडेको हामी केही धेरै समय भइसकेको छ। यहाँनिर कस्तो राम्रो घरहरू छ, राम्रो घरहरू भन्दा नि अब देखिहाल्नु। अब हामी यात्रामै छौँ। हाम्रो यो यात्रा अझ केही लामो छ, घरहरू छुटिसक्यो। अब हामी यो पारी तपाईँलाई देखाउँछु। यो जङ्गलको यात्रा गर्नेछौँ हामी। त्यो जङ्गल कटिसकेपछि अनि बल्ल चाहिँ गाउँ निस्किन्छ है। हेरौँ, दिदीको घरसम्म पुग्न त हामीलाई अझ 1-1.5 घन्टै लाग्छ होला जस्तो लाग्छ। कता खाले त्यो बाटो, हामी चाहिँ बाटो खोज्दैछौँ। कहाँ छ बाटो? छैन। हाम्रो चाहिँ बाटोको सिचुएसन यस्तो छ है। बाटो नभए नि बाटो बन्ने हो। यहाँनिर चाहिँ कसरी बन्छ र यस्तो राम्रो काठ बनाएर छोडेर जानुभएको छ। हामी अझ यात्रामै छौँ। म चाहिँ धेरैचोटि लडिसकेको छु साथीहरू। होइन मिनम रोकिने होइन कि म आइहाल्छु। सुनिताले के गरी अब हामी यहाँ छौँ अहिले। अन द वे अलि अगाडिबाट तलतिर होला। त्यो त धेरै तल निस्केको थियो नि त, हो कि होइन? सायद त्यो अगाडिको एउटा हाम्रो स्कुलको विद्यार्थीको घर चाहिँ एकदम धेरै टाढा पर्छ होइन। 2 क्लासमा पढ्छ अनि ऊ चाहिँ यस्तै सर्टकट बाटोहरूबाट चाहिँ यात्रा गरिरहेको हामीले देखाएको थियो। अनि त्यही भएर पनि उसको कदमलाई हामी पछ्याउँदै यहाँसम्म आइसकेका छौँ। आई होप हामी राइट ट्र्याकमा छौँ। राइट ट्र्याक त्यो त कर्नरमा देखाएको थियो त, यस्तो टर्निङमा। एकैछिन अलि अगाडि जाउँ सोधेर। हामीले चाहिँ यो बाटो भेटिसकेका छौँ। अब हामी यो बाटो जान्छौँ। जस मेरो चोइस चाहिँ दामी थियो। जस्तो पनि हामी निरन्तर यात्रामै छौँ। कडा सङ्घर्षपछि फेरि हामी आइसकेका छौँ। उताबाट हामी आइसकेका छौँ होइन।
यो बाटो देख्दाखेरि तपाईँले जस्तै देखिरहनु भएको छ नि त्यत्तिकै डर लाग्दो पनि छ। यहाँ बाटोमा कोही पनि मान्छे हामीले चाहिँ यात्रा गरेको भेटेनौँ होइन। यो चाहिँ अब के गर्नु, गाह्रो छ जिन्दगीमा। हामी जाँदैछौँ। आई होप उहाँ गएर अब हामी त्यहाँनिर एउटा धारा छ, त्यो धाराबाट थोरै पानी लिन्छौँ, थोरै पानी खाएर अनि फेरि हामी हाम्रो यात्रा चाहिँ के गर्नेछौँ, यात्रा तय गर्नेछौँ। तपाईँहरू हाम्रो साथमा रहेर हामीलाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। देख्न सक्नुहुन्छ धारा, यसो गर यो धारामा पानी भर आधी जति अनि खाने आधी किन त फुल कसले के को खाँदैन अरे जति चाहिन्छ त्यति भनिदिए। चिसो नि कति पानी हुँदा हो। अब हामी यहाँ हुँदै उठ्यो घर हुँदै हामी जानेछौँ। त्यो तपाईँले देखिरहनु भएको चाहिँ फास्ट्यागको बाटो हो है, जुन चाहिँ बन्दैछ। धेरै पानी नखाइ हिँड्न गाह्रो होला अहिलेतिर। त्यो पानी त्यहाँ लगाइदिए मेन त पहिला फुल नभर न, बोक्नलाई गाह्रो मात्र कसले खान्छ र भर्नलाई के। म त खाँदिनँ, त्यति पनि इनफ छ। ल त्यहाँ लगाइदिएर खोल्दे। टाउकोमा किन पानी हाले? गर्मी भयो कि गर्मी तलै हुँदो रहेछ गर्मी। यो मेरो छोरी अब फेरि हामी यहाँबाट फेरि हाम्रो यात्रा सुचारु भइसकेको छ। बाटो तपाईँले देख्न सक्नुहुन्छ। हामी निरन्तर यात्रामा छौँ, तपाईँले देख्नुहुन्छ यहाँको बाटो। के गर्नु, बिदा भएपछि अहिले हामी वाइचोक्स भन्छ यसलाई चाहिँ, यहाँ आइपुग्यौँ। अब यहाँबाट हामी जान्छौँ। यो चाहिँ पुरै जङ्गलै हो। अहिले हामी बाटो हिँड्दैछौँ। यो बाटो चाहिँ अन्य बाटोको तुलनामा सर्टकट हो भनेर सुनेको थिएँ। यो मेरो पनि फर्स्ट टाइम नै हो। अब हिँड्दै जाउँ के हुन्छ है, कता पुगिन्छ। अब बाटो हो कि होइन, जस बाटोको अलिअलि आकार प्रकार चाहिँ देखियो। बिस्तारै यो भिडियो देखाइदियो भने मेरो दिदीबहिनीहरूले चाहिँ मलाई नो नो अबदेखि त्यो बाटो निस्कनु तल जाने भन्ने बेट छैन है साथीहरू। तर के गर्नु, हामीलाई पनि गाह्रो छ, नहिँड्ने भएको छैन। हाम्रोमा चाहिँ अब गाडीहरूको अलि तङ्गी छ कि तङ्गी। अघि हामीले एउटा गाडी जान्छ, त्यो पनि सधैँ जाँदैनौँ है, सम टाइम मात्र हो। त्यही भएर नि गाह्रो छ।
ल तिमीहरू अगाडि जाऊ बिस्तारै। अब बिच जङ्गलमा थकै लाग्यो भनेर कहाँ पाइयो त गाइज। सक्छौ, थकै लाग्यो भन्ने होइन, जाँगर आयो भन्ने हो। आफूले आफूलाई पोजिटिभ राख, पोजिटिभ। नरौ न सानो, जङ्गलमा रुनु हुँदैन। क्यारी प्यारी प्लिज क्यारी। ओके बुझौँ। तल पुगेपछि त एकछिन आरामले बस्ने हो क्या। जिन्दगीले यसरी धोका। मेरो चाहिँ होइन, पैतालामा कोठी छ, त्यही भएर नि मेरो भाग्यमा चाहिँ धेरै हिँड्नुपर्ने जस्तो लाग्छ कि मलाई पनि। यति अरू त कुरै छोडिदिउँ, काठमाडौँमा हुँदा पनि म धेरै हिँड्नु पर्थ्यो कि के कारणले गर्दाखेरि मलाई धेरै घुम्नुपर्ने है। अनि त्यही भएर म बाध्यकारी अवस्थाले नि मलाई चाहिँ धेरै हिँड्नै पर्थ्यो क्या। त्यस्तै छ अहिलेको सिचुएसन पनि। अहिले त झन् अब म एकदम मकवानपुर जिल्लाको एक हिसाबले दुर्गमै ठाउँमा चाहिँ काम गरेर हिसाबले पनि मैले नहिँड्ने भएको छैन है। आज चाहिँ अब हामी तल गएर रेस्ट गर्छौँ है। यो जङ्गलमा धेरै बेर यस्तो बसिरहने आफूलाई पनि डर लाग्ने है। अब अघि नैबाट थकै लागिसक्यो है भनिरहेछन्। अब हामी एकदम धेरै माथिबाट धेरै तल पुगिसक्यौँ। अब यो बाटो चढ्न चाहिँ गाह्रै होला है, चढ्न चाहिँ ठिकै छ। तर त्यस्तै हो जिन्दगीमा दुःख सुख। देखियो उकाली ओह्राली कल्याण चौतारी त्यस्तै हो। अब यहाँनिर चाहिँ चञ्चली मिसको घर पनि आउँछ अरे कि। हिजो यहाँ चाहिँ होइन, जस यो बाटो चाहिँ भन्दा अलिकति उता पर्छ भन्नु भएको थियो। आज चाहिँ हाम्रो स्कुलमा चाहिँ सरको भाइको चाहिँ बिहे भएर चाहिँ सबैजना बिहेमा गयो है, बाइकमा खोजेर भए पनि। अब मेरो चाहिँ जनसङ्ख्या बढी, म मात्र गएर भइदिएन। अब यहाँ सानो नानी ठुली नानी यो एकदम दुखालु चिज हो। आफ्नो त यो आफ्नो मात्रै जङ्गलको त उस गर्नुपर्छ। अनि त्यही भएर पनि हेर्नुहोस् है, म तपाईँलाई एकदम राम्रोसँग हाम्रो भिडियो मार्फत हामी देखाउँदैछौँ। अस्ति शिवरात्रिको बेलामा यस्तो मुढा बाल्न पायो भए कति मजा आउँथ्यो होला नि है। जङ्गलहरू फाल्नु हुँदैन भन्छ, जलाउनु हुँदैन भन्छ। जीवनमा चाहिँ अब यस्ता कष्टहरू आइरहन्छन् होइन। मलाई फेरि एडभेन्चरहरू अलिअलि मनपर्ने है। एक्लै चाहिँ अलि डरै लाग्छ होइन, तर दुःख पछिको सुखको त्यो अनुभूतिले चाहिँ मलाई धेरै आनन्दित दिन्छ है।
यहाँबाट चाहिँ छिटो पुग्छ अरे 10 मिनेटमै तलतिर भनेर सुन्ने थिएँ। एकजना म्याडमले हामीलाई चाहिँ जानकारी दिनुभएको थियो अनि त्यही भएर हामी चाहिँ यो बाटो चाहिँ युज गरेर चाहिँ जाँदैछौँ। के गर्नु बचपनमा चाहिँ हामी सानो हुँदाखेरि चाहिँ जस म धेरै सानो होइन जस हुँदाखेरि चाहिँ हामी जङ्गलतिर खुब जान्थ्यौँ आमासँग चाहिँ। यो पातहरू हुन्छ नि त्यो सुकेको पातहरू पनि अनि एकट्ठा गर्ने किनकि अब गाईबस्तु पालेको थियो घरमा। गाईबस्तुमा गाईबस्तु त होइन जस पाडो थियो कि कुखुरा थियो बाख्रा थियो अनि तिनीहरूको लागि चाहिँ एकदम राम्रो यो छिटो मल पनि बन्ने होइन अनि उनीहरूको लागि पनि अब कम्फोर्टेबल राम्रो हुने। तर यो पातमा चाहिँ टेकेर हिँड्दा एकदम चिप्लो हुन्छ क्या एकदम चिप्लो हुन्छ चिप्लिँदै हिँड्ने हो त्यसमा हिँड्दाखेरि चाहिँ हामी होइन त चिप्लिँदै हिँड्ने हो। अब यो धमिराको घर हो यो चाहिँ यो जत्रै छ कि ठ्याक्कै अस्मिता जत्रै रहेछ यो हेर्नु त कत्रो ठुलो छ धमिराको घर। यो भित्र धमिरा हुन्छ। पहिला बचपनमा हामीले धेरै फुटाउँथ्यो अब चाहिँ माया लाग्छ आजभोलि मलाई जे पनि माया लाग्छ कि जस्तै ब्रोइलर कुखुराको र के को बाइक खै थाहा भएन त्यो काठहरू खान्छ नि त्यस्तै त्यही हो क्या अरे धमिरा हो कि यस्तो हुन्छ। अब मान्छे धेरै आजभोलिको मान्छेहरू धेरै अब जङ्गलमा हिँड्दैनन् नि त किनकि अब तिनीहरूलाई पहिला त गाईबस्तु पनि धेरै पाल्थ्यो होइन अनि इन्धन पनि यही जङ्गलकै भरमा निर्भर पर्थ्यो। तर आजभोलि पूर्ण रूपले चाहिँ जङ्गलमै चाहिँ निर्भर पर्दैनन् अनि त्यहीमाथि विभिन्न अब सामुदायिक वन उपभोक्ता के हुन्छ नि तिनीहरूले चाहिँ वनलाई चाहिँ संरक्षण गर्नुपर्छ भनेर हिँडिरहेको हिसाबले पनि धेरै वन फडानी चाहिँ हुँदैन आजभोलि पहिला जस्तो। अहिले ठिकै हुन्छ ठिकै हल्ला गर्दै किन हुन्छौ धमिराले हजुर भन्नु लागि अब केही समय हामी तल पुग्छौँ। मैले चाहिँ पानी चाहिँ बोकेँ होइन तर खाएको छैन किनकि के बिनाला पनि दिदीबहिनी पुरै मस्तले पानी खाइरहेछ। म चाहिँ खाँदिनँ किनकि पानी खायो भने म हिँड्न सक्दिनँ अलि आनन्दित ठाउँमा बसेर चाहिँ खान्छु। पुग्यो खाँदै जान्छु अब के छ र अहिले ठ्याक्कै 4:45 जति हुन थालिसक्यो अनि किनकि हामी निरन्तरकै यात्रामा यति धेरै निरन्तर पुरै हिँडेको छ हामीले कहीँ रेस्ट पनि गरेको छैन। ठ्याक्कै हामी धेरै भइसक्यो त है। अघिसम्म खुट्टा दुख्यो भन्दा चाहिँ पछाडि मान्छेहरू चाहिँ होइन यात्रा त्यो यस्तो यात्रा एडभेन्चर यो के भन्छ ट्रेकिङ जान्छन् होइन। हामी चाहिँ प्राय हरेक दिन जस्तो हरेक टाइममा ट्रेकिङै हो। अब यस्तो जङ्गलको बाटो हिँडिरहेछौँ। यो चाहिँ क्युट धमिराको घर ओ धमिराको घर हेर्नु यो त ठ्याक्कै महल जस्तै छ।
पनि त्यही भन्नु लाग्यो ल त के पनि हामीले चाहिँ यही बिस्कुट ल्याएको थिएँ छोरीलाई ल ल राम्रो के हेर्नुहोस् तपाईँहरू फेरि एकदम सुन्दर टमेटाको घर हामी चाहिँ धेरै माथिबाट तल आएको है तपाईँहरू देख्न सक्नुहुन्छ ल त मलाई चाहिँ कति छिटो जङ्गल कटै हुन्थ्यो जस्तो फिल भइसक्यो छिटो छिटो यो जङ्गल चाहिँ केही नभए पनि जङ्गलमा डर चाहिँ हुने अलि भित्रभित्र कस्तो कस्तो है मलाई तपाईँ भएर डर लागेन नि मलाई तपाईँहरू डर लाग्यो बिकज त्यो बच्चै होस् न तर एकअर्काको सपोर्ट हुन्छ क्या मान्छे हिँड्दा चाहिँ त्यही हो कुरा यो मैले किनेको जुत्तो यहाँबाट जान थालिसक्यो अब के गर्ने हो अयो यो झिँगाहरू चाहिँ मेरो कानमा एकदम कानमा चाहिँ भित्र भएको जसरी झिँगाहरू चाहिँ भुनभुन गर्दै भित्रमा त छिर्न खोज्छु धेरैचोटि डिस्टर्ब गरेपछि मलाई त डर लाग्छ कि छिर्यो भने त छिरिहाल्यो नि फेरि छिर्यो भने त छिर्यो भाइ होइन निष्ठुरीले छाडेर गइहाली हेर्दा हेर्दै अर्कै के भइहाली फाइनली भेटियो फाइनली यहाँबाट झऱ्यो भने चाहिँ अर्को एउटा चोकमा निस्किन्छ भनेर भन्नुभएको थियो एउटा निस्कियो त्यो झिँगाहरू मलाई एकदम सताइसक्यो अगाडि हिँडेको छ कि झिँगा लाग्दैन र फाइनली भेटियो फाइनली गाउँहरू आइसकेको बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको छ हो गाडीको आवाजै आइसकेको छ यो बाटो जुन बाटो गयो नि खेतै पनि पुगेला जस्तो हो यहाँ चाहिँ बर्सातमा एउटा खोल्चो आउँछ भन्नुभएको थियो निस्कै हो रहेछ यहाँ बर्सातमा चाहिँ खोलो आउँछ अरे त्यो पनि धमिराकै घर हो माटोकै भने हुन्छ कि धमिराको घर के भन्ने बनाउँछ र अरू के आउँछ र धमिरा मान्नैपर्छ घर बनाएर बस्छ नि सबैको आफ्नो जिन्दगी हुन्छ नि लाइफ यहाँ चाहिँ हेर्नुहोस् यु क्यान सी पानी माछा पहिला
माछा भनिन्थ्यो तर त्यो सबै चाहिँ चेपा काँडा हुन्थ्यो क्या त्यो पानीमा सिलसिल गरेर हिँड्ने सब भ्यागुदाको बच्चाहरू होइन माछा भनेको सब भ्यागुदाको बच्चा हुन्थे हेर्नुहोस् गाइज यी जङ्गलको पाखुलाई छोडेर अहिले हामी आइसकेका छौँ अलिकति फिलिङ गुड कस्तो भएको थियो क्या ओहो नि तर यो ओह्रालो झर्न नि हामीलाई धेरै समय लाग्यो भाइ किनकि अब पहिला त फर्स्टचोटि देखेको अब अर्कोचोटि आयो भने चाहिँ अलिक इजी हुन्छ हामी चाहिँ अहिले एकदम अहिले चाहिँ हामी सही ठाउँमा छ कि गाइस हेर्नुहोस् यहाँ मकैबारी छ यता ऊ छ है अहिले चाहिँ हामी सही ठाउँमा छौँ सही ठाउँमा भनौँ न हामी जाँदैछौँ म चाहिँ कहाँ जाँदैछु अहिलेसम्म भनेकै छैन ओहो मेरो जुत्ता हेर्नुहोस् एभ्रिवान माई सुज अब रास्ते कि माल सस्तैमै हुने बेला भइसक्यो त्यहाँ गएर एकछिन बस्छौँ के बिना कसलाई टाटा गरिरहेको तिमी चुप्पा गर गुड के गर्नु है कहिले कहिले आमा बाउले गर्यो भने गरेर छोराछोरीले दुःख पाउँछ भनेर भन्थे त्यस्तै छ अहिलेको सिचुएसन है अब आमाको जागिर डाँडातिर त्यो डाँडा पनि अझ तुवालोले छेकियो छ त्यति धेरै टाढाबाट हामी आएको हो है धेरै डाँडाबाट आएको हो गाइज अब यत्रो बच्चा बोकेर हामी यात्रा गरिरहेछौँ 2 घन्टा हामी हिँडेर 2 घन्टाको यात्रापछि हामी आयो मेरो सपना तिमी विपना तिमी हेलो एभ्रिवान हामी फाइनली घरमा आइसकेका छौँ होइन कस्तो लागिरह रमाइलो भइरहेको यता हेर्नु जाने हेलो हेलो भन्दियो हाई भन्दियो हेलो ओके बाई